500 को दुईटा प्वाइन्ट कसरी दिदी भुटान 50 रुपियाँ यहाँ बस्न पाइन्न ल हामी त यहीँ बस्ने जसले चिन्यो उसले किन्यो नचिन्ने हिँड्यो अरे कसरी हो त योहरू 450 यो 500 ए 750 यो चाहिँ 500 के हो त स्पाइडरम्यान कति रुपियाँ हो त्यो चाहिँ जुन लय नि 500 को एउटा छानी तपाईहरुले काठमाडौँको रत्न पार्कमा चाहिँ बबाल सस्तोमा खतरा माल पाइन्छ रे के पाइन्छ रे भन्ने त सुन्नु भयो होला तर आज म तपाईहरुलाई ठ्याक्कै यही रत्न पार्कमा के पाइन्छ कस्ता सामान पाइन्छ हैन सस्तोमा पाइन्छ कि महँगोमा पाइन्छ सब देखाइदिन्छु हैन पुरै यस्तो बवाल रमाइलो हुनेवाला छ गाइस स्टे इन द भिडियो है त 150 मा कतिवटा एउटाको 150 हैन कि चावडाको हो कि भनेर के 5 वटा साउन्ड पाइन्छ रिसाउनु भएन रमाइलो गर्ने हो क्या के हो दिदी यो 800 मा दुईटा 550 ए यो त लेडिज रहेछ है जेन्ट्स छैन ब्याग दाइ ब्याग कसरी हो 450 को एउटा 450 को एउटा वाह ए 700 हो ल म त 400 मा ब्याग ओ फ्यान स्यान खतरा छ त के हो दाइ यो परफ्युम हो ए कति हो यसलाई परफ्युमलाई 250 को वाउ दामी छ त यार यसलाई राख्नु है भाडा गुडा पनि एकदम बढिया भाडा गुडा छ दाइ मोजा कसरी हो 100 को 3 जोड छ यो ल 2 जोड छ 100 को 3 जोड हो यो तीनटा कलरमा ल म फर्किँदा लान्छु है पकड्नु त पानी पर्न लाग्यो है 500 को दुईटा प्वाइन्ट के हो दाइ 500 को दुईटा प्वाइन्ट यो त लेडिज जस्तो छ त जिन्स प्यान्ट हो यो 500 को दुईटा ओ अफर ल अत्रै रमाइलो भइरहेको त यहाँ त दाइ कसरी हो प्यान्टहरू कसरी हो दाइ 500 को एउटा 500 को एउटा 500 को एउटा लौजा जुन लय नि 500 को एउटा छानी वाइल्डै रमाइलो छ गाइज वाइल्डै रमाइलो छ यहाँ रत्न पार्कमा टक्क हिँड्ने ठाउँ पनि छैन यहाँ त प्याक छ यार के गरी हिँड्ने हो यार के हो दिदी यो पाइप पनि बेच्न राखे क्या हो ए होइन दिदी पर्स कसरी हो 250 को एउटा जुन लय पनि 250 हेरी हो 250 मा पर्स यो कति हो 350 मा यो पर्स ओके राम्रो छ दिदी म देखिरहेको छु टेन्सन लिनु परेन 50 रुपियाँमा टेम्पर ग्लास मिलिरहेको गाइज यहाँ हैन वाउ कस्तो दामी प्यान्ट रहेछ दिदी यो लेडिज हो क्या हैन लेडिज हो यो कसरी हो 450 यो 500 ए 750 यो चाहिँ 500 ओके 500 मा प्यान्ट आइरहेछ यहाँनिर वाउ दिदी हाफ प्यान्ट कसरी हो 250 मा हाफ प्यान्ट वाउ जुनलाई पनि 250 हो 250 350 यो तीनटा 350 यो चाहिँ 250 ओके 250 देखि हाफ प्यान्ट स्टार्ट छ यहाँनिर हैन के हो दिदी 100 मा के पाइन्छ यहाँ के हो यो कतिको के गर्ने हो यसले चाहिँ ए रोटीमा तेल लाउने गाइज 100 रुपियाँमा आइरहेको जे लय नि 100 हो ओके यस्तो सामानहरू छ क्या यहाँ डाडु पन्यो भिडियो बनाइरहेको क्या 100 रुपियाँमा माल मेटेरियल 100 रुपियाँमा वाउ खतरा चप्पलहरू पनि छ यहाँ रातिको 8 बजिसकेको छ गाइज मार्केट फुल्ली ओपन भइसकेको छ यो साइडमा छ सुन्दरा भनी चाहिँ यो साइडमा छ रत्न पार्क असली गेम जुन छ रत्न पार्कमा हुन्छ हैन बब्बाल मजा आउने भनेको चाहिँ एकदम बब्बाल मजा आउने भनेको चाहिँ रत्न पार्कतिर हो हैन सुन्दराको साइडमा चाहिँ त्यस्तो बब्बाल मजा आउँदैन हैन त्यहाँ चाहिँ खानेकुराहरू खानी त्यो सब चाहिँ ठिकै हो तर खतरा मजा भने चाहिँ यता रत्न पार्कतिर मेन चाहिँ हैन सो अहिले हामी चाहिँ रत्न पार्क जाँदैछौँ गाइज हैन ट्विस्ट त आउनेवाला छ सो हेर्दै गर्नु है त भिडियो चाहिँ एकदमै मेन रत्न पार्कको मार्केट चाहिँ अब बल्ल सुरु हुँदैछ यहाँबाट चाहिँ सुरुवात हुँदैछ एकदम बढिया जुत्ताहरू नि बबाल जुत्ता छ अहिले यहाँ बल्ल सुरु हुँदैछ एकदमै मार्केट चाहिँ हैन बबाल मजा आउनेवाला छ 100 को पिस ओहो 100 को पिस मोबाइल कभरहरू एकदम बढिया मोबाइल कभर छ स्पिकर प्यान्ट स्यान्ट यहाँनिर चाहिँ पुरै ब्यागहरू पुरै रेडिमेड छ खत्रै दाइ सेल्फी स्टिक कसरी हो यो 550 सही यार दामी रहेछ यार यो चाहिँ कति अरे दाइ यो बटन चाहिँ क्यामेरा अन गर्ने हो 500 रुपियाँमा चाहिँ यो सेल्फी स्टिक त 500 रुपियाँ रहेछ क्या मोबाइलको ग्लास फेर 70 हो 70 मा मोबाइलको ग्लास फेर्नेहरू चप्पलहरू के कसरी छ दिदी यो वाला कति रुपियाँ हो 450 जुन लाइन 450 हो योहरू चाहिँ यो त 400 योहरू चाहिँ सस्तो हो कि महँगो 300 450 ओके वाह गुडिया
कसरी हो दिदी गुडिया 650 ओ 650 मा यस्तो बवाल बवाल गुडिया आउँदो रहेछ जुन लगे पनि 650 हो दिदी यो ठुलो प्यालोवाला कतिको यो 450 650 250 म्याउ 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 के अरे दाइ के अरे जसले चिन्यो उसले किन्यो नचिन्ने हिँड्यो अरे कसरी हो दाइ योहरू 650 कि 450 650 सबैको 650 है हो ओके ओके 650 देखि स्टार्ट छ यो चाहिँ हैन साइजहरू सब पाउँछ है ल यहाँ चाहिँ टक्क भुटन पाकिरहेछ गाइज म त यहीँनिर बस्ने हो यतै बसेर खाने हो रोटी छ दिदी कसरी हो दिदी भुटन 50 रुपियाँ यहाँ बस्न पाइन्न ल हामी त यहीँ बस्ने हो ल दिदी क्युआर हुन्छ भुटन खाना आएको गाइज 50 रुपियाँको भुटन यस्तो बवाल हुँदो रहेछ दामी मजा आइरहेको राइट गाइज म चाहिँ ट्याक्क रत्न पार्क आएर पनि होइन रत्न पार्कको फेमस भुटन ट्राई हान्दैछु कस्तो छ भुटन होइन त्यो पनि रोटीसँग ट्राई गर्दैछु चपाउनै नसक्ने छाला पो छ त यार दामी छ यार तर बढिया मजा आइरहेछ टक्क धनिया सनिया हाल्यो होइन तपाईँ त हाम्रो त्यो भाइरलवाला होइन फेमसवाला तपाईँको भिडियो देखाएको थिएँ मैले यार के पाउँछ ल भन्नु त मोमो कसरी हो 80 रुपियाँ प्लेट बफ मोमो यस्तो महँगाइमा तपाईँ कसरी 80 रुपियाँ दिनु भयो ल एक प्लेट लगाइदिनु न त टेस्ट गरिदिनु तपाईँको भिडियो देखाएको थिएँ कि मैले एक ठाउँ टिकटकमा बवाल बवाल लेग पिस कसरी हो दिदी 110 लगाइज हाम्रो सुन्दराको भाइरल दिदीको पसलमा आएको थिएँ मोमो खानलाई सानो पिस छ तर 80 रुपियाँमा दिनुभएको दिदीले यो महँगाइमा पनि दामी छ मोमो चाहिँ अमिलो अमिलो पिरो पिरो ट्वाक्कको अचार छ एकदमै बब्बाल छ यहाँ तर मोमो त सक्यो अब स्याबाले हान्ने बेला भइसक्यो बफ ससेज पनि दामी छ यार अचारै दामी के मलाई त मेन चाहिँ लगाइज धर्रा भने यही पछाडिको हो यसको छेउमा आएर मिठो 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 खाएर एकदम स्ट्रिट फुडको मजा लिनु छ भने चाहिँ टक्क तपाईँहरू सुन्दर आउनुपर्ने हुन्छ होइन बेलुकी 7:30 बजेपछि चाहिँ यहाँ टक्क मार्केट लाग्ने स्टार्ट गर्छ होइन यस्तो भिड हुन्छ होइन यस्तो भिड हुन्छ मान्छेको यहाँ खुट्टा राख्ने ठाउँ हुन्न मेन त जोगिएर हिँड्नु होला होसियार भएर हिँड्नु होला होइन यहाँ चाहिँ सामान हराउनु पनि सक्छ होइन मिठो मिठो खानेकुराहरू सस्तो सस्तो सामानहरू क्वालिटीवाला नि छ महँगोवाला नि हुन्छ तर सस्तोवाला चाहिँ धेरै मेन प्रायोरिटी चाहिँ मान्छेको सस्तोवाला हुन्छ अनि मार्केट कति बजीसम्म लाग्छ भन्दाखेरि चाहिँ मार्केट चाहिँ तपाईँको त्यही 9:30 जति लाग्छ 7:30बाट 9:30 10सम्म चाहिँ लाग्छ होइन भनेपछि ट्याक्कै 2 घन्टा लाग्ने भयो होइन यो 2 घन्टाभित्र चाहिँ तपाईँहरूले मजाले सपिङ गरेर एकदम जोगिएर होसियार भएर सपिङ गरेर निस्किनुपर्ने हुन्छ र पार्किङको व्यवस्था चाहिन्छ भने चाहिँ तपाईँले काठमाडौँ मलभित्र हाल्नुपर्ने हुन्छ 1 घन्टाको 25 रुपियाँ लाग्छ पार्किङ गरेर चाहिँ काठमाडौँ मलमा अब पछाडिको ब्याकग्राउन्ड हेर्नुहुन्छ भने यस्तो बवाल छ धरहरा पनि यहीँ छ टक्क लाएर धरहरा पनि यहीँ छ म पनि यहीँ छु र यो मार्केट पनि एकदमै यहीँ छ तपाईँहरू पनि आउनु होला रमाइलो गर्नु होला घुम्नु होला मिठो मिठो खानु होला सपिङ गर्नु होला अनि पार्किङ चाहिँ काठमाडौँ मलमा गर्नु होला नत्र गाडी हराउनु पनि सक्छ र नेक्स्ट चाहिँ हामी अब ठमेल जानेवाला छौँ होइन ठमेलको नाइट लाइफ हेर्नेवाला छौँ नेक्स्ट ब्लगमा चाहिँ सो मेक स्योर कि च्यानललाई सब्सक्राइब गरेर राख्नु होला होइन सो नछुटोस् तपाईँहरूबाट यो जेम हिडन जेमवाला च्यानल होइन बाइ द वे गद्दा चाहियो भने नि गद्दा पनि छ गद्दा चाहियो भने यहाँ लिन आउनु होला म चाहिँ अहिले लागेँ सो जय नेपाल है त